शान्त वातावरणमा यो शङ्ख पार्क सब आफ्नो पारामा छन्। काठमाडौँको भिडभाड सहरबाट मुक्त भएर हैन भिडभाडबाट मुक्त भएर एकछिन शान्त वातावरणमा बस्नको लागि आनन्द हुने ठाउँ शङ्ख पार्क। त्यस्तो छ सबै आफूले टक्क घरबाट खाजाहरू लिएर आएर ट्याक्क आफ्ना आफ्ना ग्रुप छ छुट्टै छुट्टै ड्राई पिकनिक पनि आउनेहरू यहाँ धेरै हुन्छन्। शान्त वातावरणमा टक्क एकछिन भिडभाड रहित मुक्त बस्ने यस्तो छ। सबै आफ्नो पारामा यहाँ मर्निङ वाक गर्दै हुन्छ। यस्तो छ मनमोहक दृश्य। कसैलाई पनि आउनु मन छ भने यो सुकेधाराको नजिक रहेको धुम्माराईमा रहेको चाहिँ शङ्ख पार्क है। म चाहिँ यहाँ अब यस्तो हिँडिरहेको छु। काका पनि एउटा छन्। म चाहिँ भिडियो बनाउँदै हिँडिरहेको छु। काकाले आफ्नै पारामा हिँडिरहेको छु म पनि होइन। म पनि आफ्नै पारामा छु। यहाँ सबैजना आफ्नै पारामा छन् प्रायः जस्तो। यहाँ बुढाहरूलाई खेल्नको लागि पनि एकदम आजको हाम्रो यो ब्लग चाहिँ शङ्ख पार्क होइन। गाइज आज चाहिँ म काठमाडौँको भिडभाडबाट मुक्त हुन नजिकै काठमाडौँ नजिकै रहेको सुकेधारा धुम्माराई स्थित रहेको शङ्ख पार्कमा छु है। तपाईँहरू पनि आएर एकछिन यहाँ मनोरञ्जन र शीतल गर्मी मौसममा चाहिँ एकदम शीतल हुने ठाउँ। यो चाहिँ शीतल तार्न सक्नुहुन्छ होइन। त्यही भएर तपाईँहरू पनि नजिकै हुनुहुन्छ भने शङ्ख पार्क भिजिट गरेर एकछिन आनन्द लिन सक्नुहुन्छ है त। शङ्ख चाहिँ यहाँ चाहिँ माथि टक्क शङ्ख पालनको चराघर यस्तो छ है। ओ बाबा कस्तो राम्रो। ओ चरा चाहिँ छैन क्या हो। मन्दिर छेउमा मन्दिर पनि छ है। शिव मन्दिर गणेश मन्दिर ओम नमः शिवाय भगवती वासुदेवाय शिव मन्दिर उता गणेश मन्दिर। यहाँबाट निस्केपछि यहाँ पोखरीको मनोरम दृश्य पनि छ। फुल गार्डनका सहित मर्निङ वाक गर्ने रोड यस्तो रमाइलो होइन। वाउ यहाँ चाहिँ थोरै खर्चमा धेरै आनन्द लिने ठाउँ होला यो चाहिँ। प्रायः अब हामी चाहिँ बाहिर निस्किँदैछौँ। साइकल यहाँभित्र